आदरणीय देशवासी प्रजागण, दशैं विशेष पर्व जारी भएको छ। हामीहरूले पनि यहाँ राज्य विस्तार, राज्यको सङ्कटहरण र हजुरहरूको सुख हितको लागि दशैं विशेष पूजा आर्जना गरिबसेका छौँ। हामीहरू हजुरहरूकै सेवामा खटित छौँ र हामीहरू हजुरकै सेवक रहेको बेहोरा जानकारी गराइबक्छौँ। प्रजागण हर समय हर परिस्थितिलाई हामीले महसुस गर्नु हाम्रो दायित्व हो भन्ने भनाइ बार बार हामीले दिँदै आइरहेका छौँ। अहिले जल्दो बल्दो चल्दो विषय मांसाहार कि शाकाहार भन्ने विषयमा बडो विचित्र ढङ्गबाट प्रचलित रूपमा छलफल भइरहेको पाइन्छ। यसको निष्कर्ष भने निकै कम भेटिएको छ। आज हामी सकेसम्म हजुरलाई निर्णय बिन्दु रूपमा निष्कर्ष ढङ्गबाट अगाडि बढ्ने प्रयत्न गर्ने निर्णय गरिबक्सेका छौँ। प्रजागण हिंसा हत्या हाम्रो वेदमा कदापि पनि छैन। मलाई लाग्छ सनातन परम्परा सबै मार्गसँग जोडिएको छ। त्यसैले बाइबलका ज्ञाता जेसस हाम्रा बौद्ध धर्मावलम्बीका ज्ञाता तथा भगवानका 9 अवतार गौतम बुद्ध जस्ता महान हस्तीहरू, जस्तै इस्लाम धर्मका धर्मगुरु जस्ता विभिन्न व्यक्तित्वहरू, ती धर्म ग्रन्थहरूमा कुनै पनि हिसाबबाट मासु खानु ठिक हो भनिएको छैन, किनकि यो निश्चित रूपमा निन्दनीय भर्सनीय कार्य हो। यस कार्यप्रति हाम्रो घोर आपत रहेको बेहोरा जानकारी गराइबक्छौँ। हामी आफ्नो प्राणलाई र आफ्नो अस्तित्वलाई दाउमा राखेरै पनि बोल्न चाहिबक्सेका छौँ। यो विषयमा बोल्दा कतिले हामीलाई के धर्म जातिको दलाल पनि भन्नुभएको होला, त्यो पनि बुझ्नु भएको होला, बुझ्न पाउनुहुन्छ। तर बुझ्ने बित्तिकै तपाईँले बुझेकै कुरा, तपाईँको मनले बोलेकै कुरा सत्य नै हुन्छ भन्ने कुरा हुँदैन। सत्य त शास्त्र अध्ययन र प्रज्ञा चक्षुले देखेका कुरा मात्रै हुन्छन्। त्यसैले त वेद परब्रह्मको दिव्य रूप हो। वेदलाई हामीले मान्नुपर्छ। वेद सनातनी धर्म हो, सनातनी मार्गदर्शन हो। त्यही भएर हाम्रो परम्परालाई वैदिकको अर्थ वेदमा अवस्थित रहेको। सनातन भनेको कहिलेदेखि सुरु भयो थाहै छैन। धर्म भनेको कर्तव्य, सेवा, निष्ठा, जिम्मेवार, के बुझ्नुहुन्छ तपाईँ? त्यस्तो गहन कुराका अन्वय हामीहरू कि हाम्रो कर्तव्यबाट च्युत हुने काम कहिले पनि गर्नु हुँदैन। हामी अच्युत नामको पूजा गर्छौँ। झन् हाम्रो गोत्रको सङ्कल्प नै अच्युत गोत्रबाट गरिबक्सेका छौँ। यसकारण वचनबद्ध रहेर सब कुराको कार्य गर्नु गराउनु हाम्रो दायित्व हो भन्ने हेतुले मात्रै आज गम्भीर विषयमा बहस उठोस् र समाजमा अक्षय श्री महाराज धिराजको पनि यो विषयमा गम्भीर आपत्ति रहेछ भन्ने कुराको महसुस होस् भन्ने हेतुले र यही हाम्रा आपत्तिको अनुसन्धान गर्दा हजुरहरूलाई पनि आत्मबोध भएर हाम्रो क्रान्तिको महत्व बुझ्न सक्षम होस् भन्ने हेतुले यो कुरा आज राख्न चाहिँ बक्सेका हौं। प्यारा देशवासी प्रजागण, हाम्रो देशको अस्तित्व तथा नाम कर्म तथा भाती विकृति र कर्मले बिग्रिएको हामी जस्ता धर्मगुरुहरूको सक्रिय भूमिका नरहँदा र आफ्नो सम्प्रदाय र आफ्नो पीठाधीशको कुर्सी बचाउँदै जाने क्रममा आज हाम्रो दैवीय शक्ति
क्षय भएको बेहोरा जानकारी गराइबक्सन्छ। अर्को महत्त्वपूर्ण कार्य 250औं वर्षदेखि चलिआएको हाम्रो शाहवंशीय परम्परा र मल्लकालीन परम्पराहरूमा पनि विभिन्न किसिमका विघ्न बाधा आउनुको कारण तन्त्र पद्धति भन्दै तामसिक यज्ञ बलि हवन लगाउनुको परिणाम हो भन्ने कुरालाई स्मरण गराइबक्सन्छौँ। इतिहास साक्षी छ कि असल कुराले मात्रै विश्व जित्न सकिन्छ, होइन भने कदापि पनि विश्वको जित हुँदैन भन्ने कुरालाई अनुसरण गर्न सक्नु पर्दछ भन्ने कुरा शास्त्रीय मान्यता रहिआएको छ। हामीले दृष्टिबाट देख्दा धेरै प्राणीहरू नवदुर्गा लाग्ने बित्तिकै सकिँदैछन्। हुन त सामान्यतया यो देवी देवताको नाम बेचेर खाने प्रचलन सबैतिर छ। शाकाहारी गुरुहरूले देवी देवताको नाम बेचेर दक्षिणा सँगाल्ने र तान्त्रिक र तामसिक र अब मांसाहार गुरु भनाउँदाहरूले देवी देवताकै नाम बेचेर लासको चौटा लुच्ने परम्पराले आज दुई बीचको द्वन्द्वले वैदिक सनातनको सभ्यता पछाडि परेको छ। एक थोपा रगत देवीको नाममा चढ्दा दुर्गा माता अर्थात् त्यो चढाइएका देवीहरूलाई 10,000 गुणा पीडा हुन्छ। आज त्यो पीडाको महसुस गर्ने भक्तको खाँचो छ यो पृथ्वीमा। त्यसको महत्व बुझ्ने भक्तको खाँचो छ यो धरतीमा। आज जिउँदै मानवको त हामी पृथ्वीमै रहेका मानवको त हामीले आज चित्कार सुन्न नसकेको हो कि प्राणीले नकाट नकाट भनेको हल्लाएर कान हल्लाएको टाउको हल्लाएकोलाई गलत अर्थ लगाउँदै काट्दा उसको चित्कार पनि सुन्न सकेनौं भने अब हामीले देवीको चित्कार सुन्न सक्छौं भनेर आशा त कसरी गर्न सक्छौं। तर हामी सुन्दछौं र हजुरलाई बताउँदछौं। हामी अर्थात् प्राणी मात्रले सुन्दैनन् र यो कुरालाई पत्याउँदैन। देवीको निर्देशन अनुसार हिजोकै दिनबाट देवीहरूको नाममा विभिन्न ठाउँमा गढीमा मन्दिरमा कोठमा विभिन्न ठाउँमा बलि सुरु आएको छ। यस बलि दिँदा फेरि देवी देवता र दैवीय सत्ता आज ठूलो संकटमा रहेको छ। देवी देवताको नाम बेचेर दैत्य भूत पिचास वीर डाकिनी साकिनी जस्ता अगतिमा परेका आत्मा वायु पचभैया जस्ता विभिन्न मरिडाइनीहरूले ग्रहण गरिरहेका छन्। यी हुन्छन् त भन्ने हजुरको जिज्ञासा होला। यो हुन्छन् यसको प्रमाण शब्दद्वारा छैन। यो हुन्छन् हुँदैन भन्ने प्रमाण लिनका लागि सर्वप्रथम हजुरहरूले साधना गरेर मात्रै महसुस गर्न सक्नुहुन्छ भन्ने कुरा हामी अवगत गराइबक्सन्छौं। आदरणीय देशवासी प्रजागण, हामी यति दूर दशामा फसेका छौं जुन यो दशाको बारेमा विश्लेषण गर्न अति नै कठिन छ। कतिको त भनाइ नै बिचरा हामी हजुरहरूप्रति वफादारी रहेर प्रजाको दुःख देख्न नसकेर मुर्दा नखाऊ लासको चौटा नलुछ विकृति नफैलाऊ भन्दा कतिलाई त तिमीहरूले किन फलफूल साग सब्जी खायौ भन्ने प्रश्न उठ्छ। फलफूल साग सब्जीलाई हामी उसैको दानाद्वारा उसैद्वारा हामीले नयाँ जीवन दिन सक्छौं। यसो हुँदा केराले त एकचोटि फलेर ढल्छन् त भन्दा फेरि केराकै अवशेष अंश रहन्छ र फेरि केरा हुर्किन्छ बढ्छ र खान पाउँछौं। मैले एउटा मेवा खाएँ भने त्यो मेवाबाट मैले हजारौं मेवाहरू उत्पादन गर्न सक्छु। यो पुनर्जीवनको प्रवृत्ति हो, यो प्रक्रिया हो। विगतका युगहरूमा पनि कुनै संकट काल आउँदा
मासु नखाने होइन, खाने गर्थे। भिडियो ध्यान दिएर सुन्नु होला। कस्तो अवस्थामा जब ज्यान बचाउनको लागि निकै नै कष्ट आइपर्दथ्यो। यो अवस्थामा उनीहरूले मासु खान्थे र त्यही प्राणीको मुटुलाई राख्थे। सोही मुटुमा अभिमन्त्रित गर्दा सो प्राणी जति किलोको थियो, जस्तो थियो, जत्रो थियो त्यत्रै दिउँथिन्थ्यो। अहिले हजुरलाई यो किम्बदन्ती जस्तै लाग्छ। यसको लागि पराशर संहिता साक्षी छ। पराशर संहिताको युग धर्म र भोजनको परिचय भन्नेमा विश्लेषण गर्नु होला। कस्तो अवस्थामा के खान्थे, के गर्थे भन्ने कुराहरू हुन्छ। त्यसो भए परम्परादेखि नै मान्ने हो, परम्पराकै कुरालाई मान्दिने हो भने परम्परा युगहरूमा हाम्रै वेदमा उल्लेखित छ। दशरथ, राम, लवकुश, यता राजा बलि जस्ता महान हस्ती, यता द्वापर युगका राजा उग्रसेन जस्ता विशिष्ट चक्रवर्ती राजाहरूले अश्वमेध यज्ञ लगाउँथे। अश्वमेध यज्ञको विधान अनुसार 1.5-2 वर्षसम्म लगाएर घोडालाई देशव्यापी रूपमा घुमाएर राज्य विस्तार गरेर आएको घोडालाई काटेर त्यसको रगत एउटा बाहुनले हवन गर्ने र मासुको चौटा अर्कोले हवन गर्ने र अन्ततगत ती सबै हवन पुरा फेरि त्यही घोडा, त्यही अश्व पूर्ण जीवित रहेर अग्निबाट प्रकट भई त्यही अश्वले चक्रवर्ती राजा घोषित गर्ने विधान थियो। के अब त्यो भन्दैमा अब फेरि अश्वमेध यज्ञ लाउने त? त्यही वेद कलियुगमा अश्वमेध यज्ञ वर्जित गरिएको छ। जसलाई राजसिक तामसिक यज्ञ पनि भनिन्छ। राजाहरूले लगाउने 60 ठाटको तामसिक यज्ञ भनिन्छ। उल्लेखित छ वेदमा बलि प्रथाको विभिन्न विधिहरू छन्। कतिले त हामीलाई प्रश्न पनि गरे, गाईलाई पनि गौमेघ यज्ञ पनि हुन्छ महाराज भनेर। सबै मेघको छ, महिष मेघको यज्ञ छ, छाछ मेघ यज्ञहरूबाट शक्ति सिद्धि प्राप्त गर्थे। तर त्यो मेघ यज्ञ गर्दा पनि उनीहरू जस्ताको तस्तै बिउतिन्थे। तर कलियुगमा त्यस्ता यज्ञहरूलाई पूर्णतः रूपमा वर्जित गरिएको छ कि ती प्राणीले पूर्ण जीवन पाउँदैनन्। फेरि कुतर्कै गर्ने व्यक्तिहरू धेरै छौँ हामी पृथ्वीमा। त्यस्ता व्यक्तिलाई कस्तो चाहिँ लाग्न सक्छ भनेदेखि, त्यसो भए त हामीले ब्याड बचाएर अर्को पाउने बनाएर अनि खसी बनाएर मासु काटेर खान्छौँ नि त। त्यसो गर्दा त पाप नलाग्ला नि त भन्दा पनि त्यो गलत हो, त्यो अपराध नै हो। किनकि पहिलाका ऋषिहरूले जे काट्थे, जस्तो काट्थे त्यस्तै जन्माउँथे, त्यस्तै सृष्टि गर्दथे। अब त्यो हामीसँग अथवा रूपमा सम्भव नभएको कुरा शास्त्रले नै बताएको छ। के तपाईको हात काट्यो भने हामी डाक्टरको औषधि बिना ठिक हुन सक्दैनौँ भने भन्नुहोस् त, हाम्रो प्राणी मात्रको हत्या गर्दा ती प्राणीहरू कसरी जीवित फर्काउन सकिबक्छन्? यो त गम्भीर आपत्तिको प्रश्न छ। बोट त हामी सिधै ढालेर खाँदैनौँ नि त, अर्को तर्क यहाँनिर लाग्छ। बोट किन्तु हामी सिधै ढालेर खाँदैनौँ भने बोटले धेरै फल दिएको हुन्छ। हामीले काटेरै खाने तोरी, धान, मकै, गहुँ, जौ जस्ता पनि त्यसलाई पनि हामीले कर तिरेर खान्छौँ। ती अन्नको अनुमति लिएर खान्छौँ। त्यसको विधि छ। काटिसकेपछि, झाटिसकेपछि ती अन्नसँग क्षमा माग्ने प्रचलन छ र हामी उनको लागि बिजन अग्रिम छुट्याएर खाने विधि छ। अहिले त त्यो विधि हटेको छ। त्यसले गर्दा अन्न दोषतल अवश्य नै लाग्छ। ती अन्न हाम्रै लागि बनेका हुन्, हाम्रै शरीरको लागि बनेका हुन् भने ती जुन हामीले खाइरहेका लासहरू छन्, ती प्राणीहरू छन् जसको लास हामी लुचिरहेका छौँ, ती अबोध प्राणीहरू भने आफ्नै जीवनमा स्वतन्त्र रहेर वन जङ्गल विहार गरेर आफ्नो मृत्यु लिएर आएका हुन्छन्। तर अब अहिले त घोर कलियुगमा
यस्तो विडम्बना छ जुन कुराको म शब्दद्वारा वर्णन गर्न सक्दिनँ। यो किन भयो भनेदेखि अब कलियुगको अन्त्य निकै अन्तिम घडीमा छ, निकै नजिक छ। कहिले के भनेर भन्ने अधिकार त हामीलाई छैन, तर यो पापी युगको समय, यो पाप समयको समय निकै अन्त्य छ र अन्तिम घडीमा हामीले देखेको भन्दा 10 गुणा भन्दा अझै धेरै गुणा पापहरू बढेको देखेर मात्रै अन्त्य गर्न सक्छौं। केही त्यस्ता हाम्रा पाला आउनेछन्, केस फुल्दाखेरि कलियुगको अन्त्य भइरहेको देख्न नपाउला भन्न सकिँदैन। यो प्रवृत्ति र यो विशेष अवस्था व्यवस्थाले युग परिवर्तनको चाहता गरेको नै छ, तापनि हामीले यही युगमा परिवर्तनशील पाइलाहरू भने चाल्न निकै आवश्यक परेको बेहोरा जानकारी गराइबक्सन्छौँ। आदरणीय देशवासी प्रजागण, वेदमा कतिपयले यति नम्बरको यति शाखामा मांसाहार गर्न हुन्छ भनेर लेखिएको छ भनेर युट्युबमा मन्त्र सहित उच्चारण गरिएको हुन्छ, तर त्यसैको तर्क गरेको ठाउँमा वितर्क गरेले मांसाहार नास्ति अहिंसा परम धर्म भन्नेको उच्चारण चाहिँ किन गरिँदैन महोदय, गुरुजन, मातृजन? अनि अथर्व वेदमा दिएको निष्कर्षलाई किन पढिँदैन कि यस युगमा पुनर्जीवन दिन नसक्ने भएको हुँदा र एकले अर्कोको हत्या गर्दा प्रकृतिको अपमान हुने भएको हुँदा मांसाहार कलियुगका मानवको लागि निन्दनीय छ भनेर उल्लेखित गरेको कुरा पढेर सुनाउन नसक्नेले वेदका मन्त्र पढ्दै सामाजिक सञ्जालमा भाइरल हुने आँट कसरी गर्यो? यसको लागि त्यस्तो वेद पढेर मांसाहार गर्न हुन्छ भन्ने भनाइ भएका व्यक्तिलाई तत्काल शीघ्र शीघ्र रूपमा हामीसँग शास्त्र युद्ध गर्न आउनु भन्ने खुल्ला चुनौती दिन चाहन्छु। कतिले हाम्रो धर्म, हाम्रो समुदायले गाई नै काटेर खानुपर्छ अथवा भैँसी नै काटेर खानुपर्छ भन्ने जुन एउटा प्रचलन आएको छ, त्यो जाति समुदायको नाममा कुन समुदायको कति नम्बर पृष्ठमा कुन महाराज धिराजले किन लेखे त्यसको प्रमाण दिनु पर्यो र त्यो प्रमाण वेदको कुन शाखा परशाखा, कुन उपनिषद, कुन संहिता, कुन शास्त्र, कुन नीति सम्बद्ध छ, हामीलाई प्रमाण दिनु पर्यो। कहीँ पनि लेखेको छैन, कहीँ पनि खुलेको छैन, कसैको निधारमा लेखेको छैन त फलाना समुदाय त मंगल होस्, त क्षेत्रीय होस्, त बाहुन होस्, त खस होस्, त आर्य होस्, त कामी होस्, त दमाई होस्, त दलित होस्, कसैको निधारमा लेखिएको हुँदैन र त्यसले त्यही गर्नुपर्छ भनेर ठम्म्याइएको छैन। यो त हाम्रो अविवेकताको कारणले, हाम्रो मानवता गुम्नुको कारणले उल्लेखित गरिएको। यो सब मुर्दा खाएर विकृति फैलाएर आफूलाई संस्कृतिको खोल हेर्ने, खोल ओढेर आफूलाई खुब पुरातनवादीमा छु भनेर सामन्तवादी शैलीमा माथि उठेर आफ्नो वर्चस्व फैलाउनको लागि भनिएको बहाना हो। संस्कृतिको खोल ओढेर विकृतिको धमिरा बनेर देश, राष्ट्र र वैदिक सनातनको सन्देशलाई खाने आँट कसैले पनि नगर्दा हुन्छ, किनकि यसको विरोधको लागि अरू उठोस् या नउठोस्, अक्षय श्री महाराज धीराज स्वयं म उठिसकेको छु र म कदापि पनि सुत्ने छैन। आफ्नो श्वास, सामर्थ्य र ऊर्जा र साधनाको कृपा, परमात्माको कृपाले साथ दिइन्जेलसम्म म यस्ता विकृतिको बारेमा, कुनीतिको बारेमा, कुरीतिको बारेमा बोली नै रहनेछु। बोल्दा म वैज्ञानिक, शास्त्रीय, पुरातन मान्यता सबैलाई आत्मसात गर्दै, सम्मान गर्दै, सुनीतिको व्यवस्थालाई सम्मान गर्दै, कुरीतिको व्यवस्थालाई निन्दा गर्दै, घोर भत्सना गर्दै अगाडि बढ्ने घोषणा गरी बक्सेका छौं। हाम्रो जन्म यही असत्यमाथि सत्यको जित गराई असत्यको अन्त्य गराउनको निम्ति नै भएको हुँदा यो हाम्रो प्रमुख कर्तव्य,
कर्म र कार्य हो भन्ने कुरा मनमा ठम्याई हामी यस शास्त्रीय विरासतलाई, अक्षय श्री विरासतलाई शिरमा पहिरी राजा कल्कीलाई हातमा लिइकन शास्त्र सम्बत, न्याय सम्बत बोली बक्सेका छौं। यो हाम्रो मान्य परम्परा, राष्ट्रिय र शास्त्रीय धर्म हो। हाम्रो राष्ट्रमा कुनै पनि बहानाले द्वन्द्व आउनु हानिकारक छ र हाम्रो पृथ्वी सुन्दर छ, सभ्य छ र हाम्रा पृथ्वीको मानवताको सही असल संस्कार हेर्न देवी देवता र अन्य ग्रहका सभ्यताका व्यक्तित्वहरू आतुर हुनुहुन्छ। सबै सभ्यताका व्यक्तित्वहरू पृथ्वीप्रतिको नजर अनिवार्य गरी बक्सेको छ। यसैले सबै सभ्यताको अगाडि पृथ्वीमा रहेका मानव सभ्यताले अमानवीय व्यवहार गर्नु निन्दनीय छ र अपमानजनक छ। आफ्नो आफैले अपमान गरी आफ्नो शिरलाई लज्जास्पद रूपमा झुकाउने प्रयास गरिरहेको छौं। यसकारण हामीहरूले बुझ्नु पर्छ कि हाम्रो कर्तव्य अमर्यादित हुनुहुन्न, अराजकता हुनुहुन्न। हामी अहिंसाको मार्गबाट लाग्नुपर्छ। बलि प्रथा निन्दनीय छ कि बलि हामीले केही चिज दिन सक्छौं, त्यो हो लोभ, मोह, घमण्ड, अहंकार, रिस, राग र द्वेष भाव। अनि त्यसपछि गएर अर्को हाम्रो केही धन पनि छन्, काम, वासना, मद, मत्सर्य, यी 4 कुराहरू पनि हामीले दिन सक्नु पर्दछ। अर्को हाम्रो अचल सम्पत्ति छ धर्म, कर्म, काम, मोक्ष। यी कुराहरूलाई पनि हामीले बलिको रूपमा अर्पण गर्न सक्नु पर्दछ। महिषासुर रूपी मानवको कुतर्कलाई अन्त्य गरी सत्य रूपी चण्डिकाको स्थापित गर्ने यो महान दशैं पर्वमा कदापि पनि महिषासुरको आहार ग्रहण गर्न दुर्गा माताले छुट दिनुहुने छैन। यसको हिसाब दुर्गा माताले आफ्नो सभ्यता ग्रहबाट हेरिराख्नु भएको छ भन्ने कुरा प्रमाण दिन चाहन्छु। यसको कुरा वेद, शास्त्र, पुराण सबै साक्षी रहेको बेहोरा पनि जानकारी गराइबक्सन्छु। कति निन्दनीय छ, कति भर्सनीय छ हामीहरूले खाने आहार लासको चौटा। किन खाने यस दशैंको पावन अवसरमा यो महिषासुरको आहार, कंसासुरको आहार? किन खाने राक्षसी आहार? किन खाने सिंह र बाघको आहार? किन उनीहरूलाई भोको बनाउने, आफू मात्रै पेटभरि खाने अनि बाघ आयो भनेर पुलिस बोलाएर गोली हान्न लाउने प्रचलन हाम्रो? हामीले खोज्दिएपछि त उनले पनि हामीलाई खोज्न आउनुपर्ने सर्वाधिकार छ। बुझ्नुभयो भने यो कुरा बुझ्नुहोस्, मलाई बाघले खाएर कदापि पनि मलाई बाघलाई दोष लाग्दैन। तर यदि मैले बाघ खाएँ भने म 3.5 कल्प पत्थर हुनुपर्छ। यो वेदले बोलेको कुरा हो। यही कुरा हामीले किन बुझ्न सक्दैनौं कि हामीहरू किन असल बुद्धिलाई अपनाउन सक्दैनौं? हरेकलाई हरेक व्यवस्था त्यही अनुसारको अनुहार दिएको छ। बाघको नङ्ग्रा छ, त्यही किसिमको दारा छ, कुकुरको त्यही किसिमको व्यवस्था छ, बिरालोको त्यही विषयको व्यवस्था छ, स्यालको, गिद्धको त्यही खाने खालकै व्यवस्था गरिएको छ। तर हाम्रो लागि त छैन। यी सुन्दर दाँतहरू छन्, ती दाँतमा त्यस्ता अपवित्र चिजहरू गरेर दाँतलाई किन दुःख दिनु? शरीर त्यस्तो, हाम्रो त्यस्तो व्यवस्था छ। यदि त्यो लासको चौटा पच्नलाई मात्र, एउटा चौटा पच्नलाई 72 घण्टा लाग्छ भनिएको छ। विज्ञानले बोलेको कुरा, मैले होइन। तर उनीहरूको आन्द्रा त्यही किसिमले बनेको छ। अनि उनीहरूको आन्द्रालाई बनेको चिज हाम्रो आन्द्रामा हालेर आन्द्रालाई शास्ति दिनु काम के? त्यो आत्महत्या होइन होला? आत्महत्यै हो त्यो। देह हत्या हो, स्वास्थ्य हत्या हो। तपाईहरु हत्यारा हुनुहुन्छ। दुईवटा दोष, एक आफ्नो स्वास्थ्यको हत्या, अर्को प्राणीको हत्या। हत्याको आरोप बोकेर किन बाँच्नु पर्यो पृथ्वीमा?
किन यस्तो गर्नु पर्यो तपाईँहरूले? यति भन्दा पनि कतिलाई कुतर्कै गर्न मन लाग्ला, कुतर्क गर्ने कुतर्कै गरेर स्वधाम जानु होला। हामीलाई आपत्ति छैन, हामी आफ्नो सुतर्क र शास्त्रको निष्कर्ष दिन कदापि पनि छोड्ने छैन। बिन्ती छ, हामी बार बार अनुरोध गर्दछौं, मृत्युपछि न्यौरी मारी पछुतो नहोस्। आजकै दिन यस नवदुर्गाको पावन दिनमा हजुरहरूले बलि प्रथालाई त्याग्नुहोस्, लासको चौटा लुच्न छोड्नुहोस् र देवी देवताको नाममा रगत बगाउन छोड्नुहोस् र असल मार्गमा नरिवल, फल, फूल अथवा भाव, प्रेम समर्पण गरी देवीको पूजा अनिवार्य गर्नुहोस्। हामी हरेक दिन हजुरको भलो होस् भनेर स्वयं मैले मेरो हृदयमा हजुरको नाम लेखेर हरेक दिन प्रार्थना गरिदिनेछु कि हजुरलाई पनि दुर्गा माताको आशीर्वाद मिल्ने गर्दछ। हाम्रो सदाबाद तपाईहरुलाई सहयोग रहनेछ। शास्त्रीय पूजा विधि गराउन प्रेरित भूमिका हामी खेल्नेछौं, तर हजुरहरू आफ्नो मार्गमा हिँड्न अगाडि बढ्नुहोस्। असल कार्यको लागि एक कदम उठाउनुहोस्। अक्षय श्री महाराज हजुरको 1000 कदममा आएको विघ्न बाधा आफ्नो शिरमा धरी हजुरको रक्षाको लागि सदा अटुट रूपमा लाग्ने यो महान संकल्पका साथ बलि प्रथा अन्त्य गरी सत्मार्गमा लाग्न सबै देवीका भक्तहरूलाई आह्वान गरी हाम्रा घोषणा यही विराम गरी बक्सन्छौं। जय दुर्गे, जय नेपाल।